हेलो एभ्रिवान र यो चाहिँ हाम्रो हिजोको भिडियो र हिजो चाहिँ इन्डिपेन्डेन्स डे है र त्यही भएर हामी लेबुङ गयौं र लेबुङमा चाहिँ एभ्री इयर इन्डिपेन्डेन्स डे सेलिब्रेट गर्ने गर्छ र त्यही भएर चाहिँ हामी सबैजना त्यहाँ प्रोग्राम हेर्न गयौं र हामी चाहिँ म मेरो हस्बेन्ड भाइ दादाहरू बहिनीहरू थियो र हामी सबैजना गयौं र यसरी नै हामी हेर्दै लेबुङ गयौं र हाम्रो खासै लेबुङ जाने प्लान चाहिँ थिएन र पनि हामीले मर्निङ टाइममा प्लान गरेर चाहिँ आफ्टरनुन चाहिँ गयौं र आफ्टरनुन जाँदै हामी पुग्दा चाहिँ प्राय प्रोग्रामहरु सकिसकेको थियो र त्यही भएर हामीले अरु प्रोग्रामहरु मर्निङ टाइममै सकेको कारणले गर्दा हामीले फुटबल म्याच मात्र हेर्न पायौं र यो फुटबल म्याच हेरेर हामीले हिजोको दिनलाई इन्जोय गर्यौं र यो फुटबल म्याच चाहिँ गुम्जर बंगला स्पोर्टिङ क्लब भर्सेस टिए म्याचमा रहेको थियो र यस म्याचमा चाहिँ विनर रहनु भएको थियो गुम्जर बंगला स्पोर्टिङ क्लब र उहाँहरुको म्याच चाहिँ 2-1 भयो अनि गुम्जर बंगला स्पोर्टिङ क्लबले चाहिँ आफ्टर 42 इयर्स बादमा चाहिँ उहाँहरुले हर्ली कप हासिल गर्नुभयो भन्ने हामीले जानकारी पायौं र यस्तै गरेर हामीले फुटबल म्याच हेरिसकेर चाहिँ फेरि हामी आफ्नो घरतर्फ लाग्यौं र यसै गरेर फेरि हामीले फुटेज भिडियोजहरु बनाउँदै हामी घर फर्क्यौं र यसरी नै हाम्रो हिजोको दिन चाहिँ बित्यो सो दिस इज माई फर्स्ट मिनी भ्लग आशा छ तपाईहरुलाई मन पर्छ भनेर थ्यांक यू सो मच फर वाचिङ